तनहुका किसानले सुन्तला बेचेरै यो सिजन 45.5 करोडको आम्दानी गर्न सफल। सुन्तला खरिदको लागि बगानमै ठेकेदार आइपुग्ने हुँदा किसानलाई छैन कुनै चिन्ता। बालेनको आगमन भएसँगै केपी ओली यो पटक झापामै केन्द्रित रहने। नेपालको चुनावी परिणाम पनि बङ्गलादेशको जस्तै आउने ओलीको तर्क। कुलमानको दाबी उज्यालो नेपाल पार्टीप्रति देशभर समर्थन बढ्यो। चमत्कारी पार्टीको रूपमा उदाउने दाबी। कङ्ग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम केही दिनलाई सर्यो। दार्चुलाका नागुबासीले गरे नो भोटको निर्णय। एमाले कङ्ग्रेसले धेरै पटक झुक्काएको आरोप। चुनाव बहिष्कार गर्ने चेतावनी दिएपछि सरकारले सो क्षेत्रमा खाद्यान्न पठाउन थाल्यो। भोइस अफ नेपाल सिजन 7 की उपाधि नीता कुमारी थापा मगरलाई। रौतहटमा सवारी दुर्घटनामा श्रीमान श्रीमतीको ज्यान गयो। इन्टरनेट जोड्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु। जाजरकोटमा ढुङ्गाले लागेर एकजनाको ज्यान गयो। आइतबार सुनको भावमा 2300ले वृद्धि। चाँदी घट्यो। सुनको भाव प्रति तोला 3,05,800 रुपैयाँमा कायम। विदेशी खबरमा बङ्गलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित 13 देशलाई बोलाइयो। ट्रम्पको आलोचना गर्दै ओबामाले भने अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र लज्जाको अभाव बढ्दैछ। र खेल खबरमा लगातार तेस्रो पटक नेपाल पराजय भोगेसँगै नेपाल विश्वकपबाट बाहिरियो। नेपाललाई हराउँदै वेस्ट इन्डिज सुपर 8मा पुग्न सफल लगायतका देश दुनियाँका खबर अपडेटहरू प्रस्तुत गर्नेछौँ। नमस्कार, गोर्खाली मिडियाको देश दुनियाँको समाचार बुलेटिनमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज मिति 2082 फाल्गुन 4 गते सोमबार। नेपाल सम्वत 1146 सन् 2026 फेब्रुअरी 16 तारिक। आज पनि हामी देश दुनियाँका खबर अपडेटहरू लिएर उपस्थित भएका छौँ। आजका मुख्य समाचार, ब्रेकिङ न्युज, नयाँ अपडेट लगायतका तपाईँहरूलाई काम लाग्ने, हेर्नै पर्ने र सुन्नै पर्ने महत्त्वपूर्ण खबरहरू लिएर आएका छौँ। कृपया हामीलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हाम्रो मेहनतको लागि भिडियोमा एक लाइक पनि अवश्य गरिदिनुहोला। साथै यो खबर कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, आफू रहेको देश अथवा गाउँठाउँ कमेन्ट बक्समा मेन्सन गर्न पनि नभुल्नुहोला। आउनुहोस् आजको खबर सुरु गरौँ। सबैभन्दा पहिले तनहुका किसानले सुन्तला बेचेरै 45.5 करोड आम्दानी गर्न सफल भएको शुभ समाचारबाट।